हेलो सबैजनालाई नमस्कार। त्यो असारे चौकी पुगेछ। ऐसेलु किमु काफल धेरै पाइन्छ, त्यही खान जान लाग्यो। यही हजुरले आवाज सुनिराख्नु भएको छ, केरी भन्ने जङ्गलको साइडमा केरीको आवाज सुनिन्छ। एउटा चित्रो ऐसेलु पाइन्छ। म हजुरहरूलाई चित्रो ऐसेलु खाएको पनि देखाउँछु। यो त्यहाँदेखि गएर हामी जाँदा त्यहाँ हाम्रो पुल बन्दैछ, गाडी गर्नु। यो उतापट्टि देख्ने डाँडा भन्दा पनि उता हो जाने हो। जौ मात्रै पाकिसकेको, गाउँ त पुरै हरियै छ। गाउँ त पाकेकै छैन बल्ल। त्यही नि सबै चराले खाएर केही राखेकै छैन है। चराले मुरलै पार्दैछ चराले खाएर। कस्तो राम्रो गेडा भएछ, सबै चराले खाइदिन्छ। केही छैन। कोही नभए नि कोही साथी त पक्कै छ मेरो। आइज एउटा बढी यादलाई लिएर आएको मैले। घरदेखि निक्लेको ठ्याक्क बाटोमा भेटेर मेरो पछि पछि आउन मन भयो। मैले नि आइज भनेर बोलाएर नि सँगसँगै आएको। ऐसेलु खाना लुकी लुकी कहाँ खाऊ तिमीले? खायौ त? होइन उकाल्नु जाने बाटो छ। माउको उकाल्नु ऐसेलु खानु भनेर आएको, केही छैन, सबै खाइसकेर आँसीले तानी तानी खायो। सबै कानुन चाहिँ कता काम दिन्छ। पानी पर्छ भनेर रेनको दिएर औषधी त सबै खाइसकेका नानीहरूले। खाइयो अलिअलि। भैँसी गोठालीहरूले मलाई नचिनेर ऐसेलु खाने पार्टनर। सब खाइसकेको खाइछौ तिमीले ऐसेलु त। कुन खाएको छैन पनि। यता हेर किन को गयो? चोटो छ उता के छ? गयो कामसित गयो कि थाहा कि भयो।
हेर्नु उहाँ फलेको रहेछ यहाँ छ ल यता भएको छ पानी ल आया लतरम्मै फलेको ऐसेलु मिठो फल खान कहाँ छ यस्तो बालासँग गरेर एउटाले कोदालेर हातैबाट चितारेर गरेर खान पाइन्छ लतरम्मै छ असेलु खाइयो असेलु टिपियो यति टिप्ने अब घर लाग्यो भोक पनि लाग्यो यति माथि आएको गाउँका छ यस्तो तिर खान लाग्यो भोक लाग्यो असेलु खान आएर असेलुले त पेट भरिन न तिर्खा मेटाउने न भोक मेटाउने असेलुले त मुखको स्वादिलो मात्रै पो हुने बाख्रा घाँस काटेर आउँछ जल्दी आएको त भोक लाग्यो अब घाँस काट्ने होला जस्तो छ भोक लाग्यो त सेमी भारी नि रेडी भयो अब अहिले बाख्रालाई घर मात्रै हालिदिने अन्त सुस्ते नि